आज म सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर 3 मा आएको छु। आउने क्रममा बाटोमा मैले डाँडाकाँडा वनजङ्गल हेर्दै आएँ। त्यहाँ जुन बाटोमा देखेँ जुन दृश्य छ, ठुलो पहरामा उम्रिएको पानी, त्यहाँ पहराबाट रसाएर आएको पानी, त्यो देख्दा मलाई काठमाडौँमा रहेको एकदम दूषित प्रदूषित हावापानी, त्यहाँबाट बनिएको फोहोर पानी भन्दा यहाँ उम्रिएको पानी कति स्वच्छ रहेछ भन्ने कुरा थाहा भयो। यो पानी मैले माथिदेखिको हेरेँ, कति शीतल थियो, कति चिसो थियो, एकदम थकान मेटिने, गर्मीमा रहेको प्यास मेटाउने पानी। त्यो देखेर मलाई एकदम पानी खान मन लाग्यो र मैले एउटा सानो कपमा 1 कप पानी खाएँ। कति भित्रदेखि नै शरीर एकदम आनन्द लाग्यो, कति शीतल लाग्यो। हामी काठमाडौँमा रहेर आफ्नो गाउँघरलाई बिर्सेका रहेछौँ। हेर्नुहोस् त, हाम्रो गाउँघर कति रमाइलो छ, कति सुन्दर छ, कति स्वच्छ छ। गाउँघरमा उम्रिएको पाखा पखेराको पानी नै कति मिठो, कति स्वच्छ, कति सफा छ। यो सब हामीले बिर्सेर आज हामी काठमाडौँ जस्तो प्रदूषित सहरमा जीवन जिउन बाध्य बनेका छौँ। हामीले त्यही गाउँ त्यही ठाउँमा केही गरी खाने हो भने हाम्रो शरीर, हाम्रो स्वास्थ्य कति राम्रो हुन्थ्यो, कति स्वस्थ हुन्थ्यो होला। हेर्नुहोस् कति राम्रो मुहान, कति राम्रो पानी, कति स्वच्छ, कति मिठो, कति शीतल, फ्रिज नै नचाहिने कि एकदम शीतल थियो यो पानी खाँदाखेरि, चिसो थियो। हर हरिएको त हाम्रो हातमा त्यो चिसो पानी खाँदा कति मन शीतल भएको, कति आनन्द आएको। सम्पूर्ण दर्शकहरूले आफ्नो गाउँको याद आउँछ होला। यदि गाउँको याद आउँछ भने कुन ठाउँबाट हुनुहुन्छ प्लिज कमेन्ट गरिदिनु होला है।